यसोले डाँडाको उपदेशमा सिकाउनु हुँदाखेरि यसो भन्नुभयो, असल रुखले खराब फल फलाउन सक्दैन, न त बिग्रेको रुखले असल फल फलाउन सक्छ। मत्ती 7 अध्यायको पद 18 यसोले सिकाउनु भयो कि हरेक रुख त्यसको फलद्वारा चिनिन्छ। यदि रुख असल छ भने त्यसको फल असल हुन्छ, रुख खराब छ भने वा बिग्रेको छ भने त्यसको फल पनि खराब नै फल्छ। बाइबलमा फल नफलाउने दागबारीमा भएको एउटा नेभाराको रुखको बारेमा यसोले फेरि अर्को ठाउँमा सिकाउनु भएको छ। बाइबलमा यो फल नफलाउनु भन्नुको अर्थ चाहिँ त्यसको अर्थ न्यायको जोखिम छ भन्ने अर्थ लाग्दछ। यसोले सिकाउनु हुँदाखेरि उहाँले भन्नुभयो, जुन रुखले फल फलाउँदैन वा जुन हाँगामा फल लाग्दैन त्यसलाई मालिकले काट्छन्, छाँट्छन्, छिमोल्छन् र त्यसलाई आगोमा फालिदिन्छन्। यसले दिनुभएको यो चेतावनी हो। तीतसको पत्रभरि हामीले प्रचारको क्रममा यही हेरिरहेका छौँ कि हामीले हाम्रो विश्वासलाई हाम्रो व्यवहारबाट अलग गर्न सक्दैनौँ। साँचो सिद्धान्तमाथिको हाम्रो विश्वासको दाबी हाम्रो व्यवहारको रूपान्तरणद्वारा प्रमाणित देखिनु पर्दछ। यदि हाम्रो दाबी एउटा छ अर्थात् हाम्रो विश्वास एउटा छ तर हाम्रो व्यवहार फरक छ भने त्यो एक आपसमा तालमेल मिलेको देखिँदैन। दाबी ठिक र व्यवहार झुट हुन सक्दैन। साँचो र बाइबलीय सुसमाचारको लक्ष्य भनेको नयाँ जन्म हो, हृदयको रूपान्तरण, र नयाँ गरी जन्मिएको हृदयले, रूपान्तरण भएको हृदयले फल फलाउँदछ। अर्थात् त्यस व्यक्तिको जीवनमा रूपान्तरण देखिँदछ। यसको अर्थ क्रिस्चियन जीवन चाहिँ निरन्तर भक्तितर्फ बढिरहेको, भक्तिमा बढिरहेको जीवन हुनुपर्छ। आज तीतसको प्रचारको लगभग अन्त्य गर्दै गर्दाखेरि फेरि त्यही सत्यता हामीले याद गर्न आवश्यक छ कि हामीले हाम्रो व्यवहारलाई हामीले जाँच्नुपर्छ, मूल्याङ्कन गर्नुपर्छ कि मेरो विश्वासको दाबी अनुसार मेरो व्यवहार छ वा छैन। यहाँनिर तीतस 3 अध्यायको पद 12 देखि तल पावलले व्यक्तिगत रूपमा तीतसलाई सम्बोधन गरिरहेका छन् र यो पत्रको अन्त्य गरिरहेका छन्। यो पत्रले यस भक्तिहीन संसारमा हामी विश्वासको दाबी गर्ने मानिसहरू कसरी जिउनुपर्छ अर्थात् भक्तिको जीवनमा कसरी बढ्नुपर्छ भनिकन हामीलाई चुनौती दिँदछ। भक्तिहीन संसारमा चर्चले कसरी हाम्रो सुसमाचारमाथिको विश्वासको साक्षीलाई, त्यसको दाबीलाई हामीले व्यावहारिक रूपमा जिउनु पर्दछ। यदि तीतसलाई तपाईँले सम्झिन चाहनुभयो भने तीतसको 1 अध्याय चाहिँ चर्च कसरी चल्नुपर्छ भन्ने बारेमा हो। चर्च कसरी चल्नुपर्छ अर्थात् त्यहाँको साँचो शिक्षाको दाबी गर्ने मानिसहरू र त्यसै गरिकन साँचो शिक्षा सिकाउने शिक्षकहरूको योग्यताको बारेमा पहिलो अध्यायले बताउँदछ भने दोस्रो अध्यायले चाहिँ चर्च घरभित्र कसरी चल्नुपर्छ अर्थात् चर्चभित्र भएका मानिसहरू कसरी हामी एक अर्कासँगको अन्तर सम्बन्धमा जिउनुपर्छ र त्यसको जग, त्यो सिद्धान्त, सुसमाचारीय सत्यताको जग त्यो अध्याय 2ले बताउँदछ घरमा चर्च कसरी चल्दछ। र तेस्रो अध्यायले चाहिँ चर्च संसारमा कसरी चल्नुपर्छ भनी सिकाउँदछ। तेस्रो अध्यायले चर्च संसारमा कसरी चल्नुपर्छ भनी सिकाउँदछ। आजको पाठ हेरौँ हामी 3 अध्यायको पदहरू 12 देखि 15मा। पावलले तीतसलाई यसरी लेख्दछन्, जब म आर्तेमासलाई अथवा तुखिकसलाई तिमी कहाँ पठाउँला तब निकोपोलिसमा म कहाँ आउने प्रयत्न गर, किनकि त्यही जाडो काट्ने निर्णय मैले गरेको छु। व्यवस्थाका गुरु जेनास र अपोलोसलाई यत्नसित यात्रामा केही परसम्म पुर्याइदेऊ कि उनीहरूलाई कुनै कुराको कमी नहोस्। अनि हाम्रा मानिसहरूले पनि नहुने खाँचोहरू पुरा गर्नलाई असल कामहरूमा लागिरहन सिकुन् कि तिनीहरू निष्फल नहुन्। मसँग भएका सबैले तिमीलाई सलाम पठाउँदैछन्। विश्वासमा हामीलाई प्रेम गर्नेहरूलाई सलाम भनिदेऊ। तिमीहरू सबैसँग अनुग्रह रहोस्। आमेन। जम्मा 4वटा पदहरू छ। म यहाँबाट 3वटा कुराहरू बताउँछु। यसो हेर्दै गर्दाखेरि यो पावलको व्यक्तिगत रूपमा सम्बोधन छ, खासै केही छैन जस्तो देखिन्छ। तर तीतसको पत्रको अन्त्य गर्दै गर्दाखेरि भएको कारणले गर्दाखेरि सम्भवतः यो श्रृङ्खलाको सबैभन्दा लामो प्रचार भयो भने पनि आपत्ति नमानिदिनु होला भन्ने आग्रह गर्न चाहन्छु। सो 3वटा कुराहरू यो पाठबाट, 3वटा कुराहरू। पहिलो, विश्वासयोग्य सेवकको उदाहरण।
हामी पद 12 मा देख्दछौँ विश्वासयोग्य सेवकको उदाहरण, इक्जाम्पल्स अफ फेथफुलनेस और फेथफुल सर्भेन्ट्स, विश्वासयोग्य सेवकहरूको उदाहरण, पद 12 वर्स 12। दोस्रो कुरा चाहिँ विश्वासयोग्य सेवाको निम्ति अर्थी दिइरहेका छन् पावलले। दोस्रो विश्वासयोग्य सेवाको निम्ति अर्थी, एक्जोर्टेसन फर फेथफुलनेस, एक्जोर्टेसन फर फेथफुलनेस, पदहरू 13 र 14 मा हामी देख्दछौँ विश्वासयोग्यताको निम्ति अर्थी भने। तेस्रो कुरा चाहिँ पद 15 मा देख्दछौँ हामी विश्वासयोग्य रहने उत्साह, विश्वासयोग्य रहने उत्साह। अन्तिम पद 15 मा इन्करेजमेन्ट टु रिमेन फेथफुल। सो पद 15 बाट वर्स 15 इन्करेजमेन्ट टु रिमेन फेथफुल। यो तीनवटा कुराहरू हामी यहाँनिर देख्दछौँ। सम्झिनलाई सजिलो छ। यो विश्वासयोग्य 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 भन्ने शब्द नेपालीमा पनि अङ्ग्रेजीमा पनि फेथफुलनेस र फेथफुल भन्ने शब्द, इक्जाम्पल्स, एक्जोर्टेसन, इन्करेजमेन्ट, यो तीनवटा कुराहरू आजको पाठबाट हामी हेर्न गइरहेको छौँ। सो सुरु गरौँ पद 12 बाट विश्वासयोग्य सेवकको उदाहरण, इक्जाम्पल अफ फेथफुलनेस और इक्जाम्पल्स अफ फेथफुल सर्भेन्ट्स। विश्वासयोग्य सेवकहरूको उदाहरण वा विश्वासयोग्यताको उदाहरण चाहिँ केही व्यक्तिहरूले यहाँनिर दिइरहेका छन् पावलको निम्ति। पद 12 मा तपाईँको बाइबलमा हेर्नुहोस् न। जब म आर्तेमासलाई अथवा तुखिकसलाई तिमी कहाँ पठाउँला तब निकोपोलिसमा म कहाँ आउने प्रयत्न गर, किनकि त्यही जाडो काट्ने निर्णय मैले गरेको छु। पावलले तीतसलाई अन्त्यमा केही व्यक्तिगत सम्बोधन यहाँनिर गरिरहेका छन्। पद 12 बाट तल चाहिँ पावलले तुखिकसलाई वा आर्तेमासलाई क्रेटमा पठाउने इच्छा जाहेर गरेका छन्। त्यसको एउटा उद्देश्य छ, उनी चाहन्छन् कि जब यी दुई मध्ये एक व्यक्ति क्रेटमा पुग्नेछन् तब तीतस चाहिँ निकोपोलिसमा पावललाई भेट्न आउने मौका प्राप्त गर्न सकुन्। जब यी दुई मध्ये एक व्यक्ति त्यहाँ पुग्नेछन् क्रेटमा, तीतस चाहिँ निकोपोलिसमा आउनुपर्छ र त्यहाँ चाहिँ पावलले तीतससँग केही समय बिताउने विचार गरेका छन्। पावलको योजनामा तिनले तीतसको स्थानमा एकजना विश्वासयोग्य सेवकलाई त्यहाँ पठाउन चाहन्छन्। यहाँनिर दुईजना व्यक्तिको नाउँले उल्लेख गरेका छन्, तुखिकस र आर्तेमास। पद 12 बाट यहाँनिर पावलको यो मैले भने कि व्यक्तिगत सम्बोधन हो। उनले तीतसलाई केही व्यक्तिगत कुरा बताइरहेका छन्। हुन त तीतसको पत्र पावलको एक व्यक्तिगत पत्र हो तीतसलाई, तर तीतसले यो पत्रलाई चाहिँ क्रेटमा भएका चर्चको जीवनमा प्रयोगमा ल्याउनु परेको छ। यहाँनिर यी दुई व्यक्तिहरू को थिए? पावलले उल्लेख गरेका यी दुई व्यक्तिहरू तुखिकस र आर्तेमास को थिए? यो दुईवटा व्यक्तिको बारेमा संक्षिप्तमा सुरुमा कुरा गरौँ। तुखिकसको बारेमा नयाँ करारका पत्रहरूमा पावलले केही पटक उल्लेख गरेका छन्। यसलाई सूची नै बनाउनु पर्यो भने हामी भन्न सक्छौँ कि तुखिकस चाहिँ नयाँ करारमा जम्मा 4 पटक उल्लेख गरिएका व्यक्ति हुन्। उनी पावलको एकजना नजिकका सहयोगी थिए भन्ने देखिन्छ। पावलको तेस्रो मिसनरी यात्राबाट जब उनी यरुसलेमतर्फ फर्कने क्रममा थिए, हो त्यति बेला पावलको साथमा तुखिकस पनि उनको साथमा थिए। सो सम्भवतः पावल यो पछि गएपछि यरुसलेममा पक्राउ पर्नेछन्। यो क्रममा फर्किँदै गर्दाखेरि चाहिँ पावल विभिन्न सहरहरूमा भएर त्यहाँ स्थापना गरेका चर्चहरूलाई केही उत्साह दिने, सिकाउने काम गरिरहेका छन्। जब पावल तेस्रो मिसनरीको यात्राबाट यरुसलेमतर्फ फर्किँदै थिए, त्यस बेलामा ग्रिसबाट सिरियातर्फ जाँदै गर्दाखेरि यहुदीहरूले पावलको विरोधमा चाहिँ त्यहाँनिर हुलदुङ्गा मचाउने प्रयास गरेका छन् र त्यो षड्यन्त्रपछि उनी म्यासेडोनियातिरबाट भएर यरुसलेम फर्किन चाहन्छन्। यस क्रममा एसियासम्म पुग्नलाई सहायता गर्ने व्यक्ति चाहिँ विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको छ। त्यसमध्ये एकजना व्यक्ति चाहिँ तुखिकस थिए, जसले पावललाई सुरक्षित साथ लैजानको निम्ति एक हिसाबमा के भन्ने स्कटिङ गर्ने काम वा बडी गार्डको रूपमा उनलाई सुरक्षा दिएर एसियातिर लैजाने काम चाहिँ तुखिकसले पनि गरेका थिए। यो कुरा हामी प्रेरित 20 अध्यायमा पाउँछौँ। प्रेरित 20 अध्यायको पद 4 मा तुखिकसले पावललाई एसियासम्म पुग्नलाई साथ दिएका थिए भनी उल्लेख गरेको छ। यसबाट थाहा हुनसक्छ कि सम्भवतः तुखिकस एसियामा भएका ख्रिस्टका चेलाहरूमध्येका एकजना विश्वासी थिए। पावलका अनुसार तुखिकस पावलका एकजना प्रिय भाइ, प्रभुमा विश्वासयोग्य एकजना सेवक र पावलका एकजना सङ्गी दास थिए। पावलको जीवन र सेवाको बारेमा विभिन्न चर्चहरूमा पावलको बारेमा खबर पुर्याइदिने काम तुखिकसले गरेका थिए। अझ त्यसलाई निर्दिष्ट रूपमा भन्नु पर्यो भने जब पावल यरुसलेममा पक्राउ परिसके पछाडि उनलाई रोममा लगिएको थियो, रोममा उनी झ्यालखानामा हुँदाखेरि त्यहाँबाट लेखिएका पत्रहरू चर्चहरूलाई पुर्याइदिनको निम्ति तुखिकसले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
तुखिकस पावलको निम्ति सुसमाचारको यात्रामा एकजना सहयात्री, साझेदार र पावलको एकजना भरपर्दो मित्र थिए। जब पावल आफै सुसमाचारको निम्ति उनी बन्दी छन्, उनी एउटा घरमा नजरबन्दमा राखिएका छन्, तर उनलाई मानिसहरूसँग भेट्न र आफूले स्थापना गरेका चर्चहरूमा चिठी पत्रहरू लेखेर पठाउनको निम्ति त्यो सुविधा चाहिँ प्रभुको अनुग्रहमा तिनले पाएका छन्। प्रभुले त्यसको प्रबन्ध गरिदिनु भएको छ। पावलले रोमको झ्यालखानामा हुँदाखेरि लेखेका जम्मा 4वटा पत्रहरू छन्। त्यसलाई झ्यालखानाका पत्रहरू पनि भन्छौँ हामी नयाँ करारमा। एफिसीको पत्र, फिलिपीको पत्र, त्यसै गरिकन कलसीको पत्र र फिलेमोनको पत्र, यो 4वटा पत्रहरू पावलले झ्यालखानाबाट लेखेका थिए। यसमध्ये एफिससको पत्र र त्यसै गरिकन कलसीको पत्र चाहिँ एफिसीको पत्र एफेससमा भएका चर्चहरूको निम्ति र कलसीको पत्र कलसेमा भएका चर्चहरूको निम्ति पुर्याउनको निम्ति तुखिकसले पावललाई मद्दत गरेका थिए। एफेससको पत्रको अन्त्यमा पावलले यसरी लेख्दछन्, तर मेरो विषयमा र म के गरिरहेको छु भन्ने कुरा तिमीहरूलाई पनि थाहा होस् भनेर प्रिय भाइ र प्रभुमा विश्वासयोग्य सेवक तुखिकसले तिमीहरूलाई सबै कुरा बताइदिनेछन्। एफिसस 6 अध्यायको पद 21मा पावलले यो पत्र लिएर तुखिकस सम्भवतः एफेससमा पुग्नेछन् र पावलको अवस्था के छ झ्यालखानामा र तिनले के गरिरहेका छन् भन्ने बारेमा तुखिकसले एफेससमा भएका सन्तहरूलाई, विश्वासीहरूलाई, त्यहाँका चर्चलाई खबर पुर्याइदिनेछन् भन्ने आशा गरेका छन्। त्यसै गरिकन पावलले कलसीको पत्रको लेख्दै गर्दाखेरि कलसीको पत्रमा पनि तुखिकसलाई उल्लेख गर्दछन्। पावलले यसरी लेख्दछन्, मेरो विषयमा सबै कुरा तुखिकसले तिमीलाई बताउनेछन्, जो प्रभुमा प्रिय भाइ, विश्वासयोग्य सेवक। र पावलले भन्दछन् कि तुखिकस चाहिँ उनका एकजना सङ्गी दास पनि हुन्। सो पावलले तुखिकसलाई उनको सुसमाचारको सेवामा एकजना विश्वासयोग्य, भरपर्दो, एकजना सहकर्मी, सहायता गर्ने व्यक्तिको रूपमा पाएका छन्। पावलले लेखेका पत्रहरूमध्ये सम्भवतः अन्तिम पत्र चाहिँ दोस्रो तिमोथीको पत्र मानिन्छ। सो दोस्रो तिमोथीको पत्रमा तुखिकसको बारेमा पावलले फेरि कुरा गर्दछन्। 2 तिमोथी 4 अध्यायको पद 12 अनुसार तुखिकस एफेससमा पठाइएका थिए भनी पावलले लेख्दछन्। यसको अर्थ हो कि तुखिकस चाहिँ उनी एफेससमा गए। तपाईँको जानकारीको निम्ति एफेससमा छोडिएका एकजना मिसनरी पास्टर चाहिँ तिमोथी थिए। सो जब आफ्नो जीवनको उत्तरार्धमा, जीवनको अन्त्यतिर जब पावलले तिमोथीलाई पत्र लेखिरहेका छन्, एफेससमा चाहिँ त्यतिखेर तुखिकस पुगेका छन्। सो पावलले यसरी लेख्दछन् 2 तिमोथी 4 अध्यायको पदहरू 12 र 13मा, अनि तुखिकसलाई मैले एफेससमा पठाएको छु। पद 13मा, जब तिमी आउँछौ तब त्यो ओभरकोट अर्थात् मेरो ज्याकेट मलाई ल्याइदेऊ, जुन चाहिँ मैले त्रोआसमा कार्पस कहाँ छोडेको छु, र किताबहरू पनि विशेष गरिकन चर्मपत्रहरू। पावल आफै पनि एकजना विद्वान थिए, पुस्तक पढ्ने व्यक्ति थिए। कहिलेकाहीँ हामी पुस्तक पढ्नेहरूलाई आलोचना गर्छौँ, तर पावल आफैले पनि भन्छन् कि मेरो के भन्छ मेरो पुस्तकहरू, मेरा चर्मपत्रहरू चाहिँ मैले त्रोआसमा भएका कार्पस कहाँ छोडेको छु, र तिमी चाहिँ म कहाँ आऊ, है मेरा किताबहरू ल्याइदेऊ, मेरो कोट पनि त्यहाँ छोडेको छु, मेरो कोट पनि ल्याइदेऊ। हो, त्यसको निम्ति चाहिँ तुखिकस चाहिँ एफेससमा पठाइएका छन्। सो पावलको निम्ति सुसमाचारमा सहकार्य गर्ने र तीतसको पत्रमा चाहिँ सम्भवतः तुखिकसलाई पठाउँछु भनेर उनले भनेका छन् र आर्तेमसको नाउँ पनि त्यहाँ उल्लेख गरेका छन्। एउटा अनुमान चाहिँ यो हुनसक्छ कि सम्भवतः पावलले तुखिकसलाई क्रेटमा पठाएनन् तर एफेससमा पठाए, जहाँबाट तिमोथी चाहिँ उनी कहाँ आउन पाए भन्ने एउटा सम्भावित उत्तर देख्न सक्छौँ भने सम्भवतः आर्तेमस चाहिँ क्रेटमा गए होला है, र त्यहाँबाट चाहिँ तीतस चाहिँ फेरि निकोपोलिसमा पावल कहाँ आयो होला भन्ने अनुमान लाउन सकिन्छ। तर अब कुरा गरौँ आर्तेमसको बारेमा। आर्तेमसको बारेमा यहाँ बाहेक नयाँ करारमा अरू कहीँ पनि उल्लेख गरिएको छैन। नयाँ करारको चर्च परम्परा र प्राचीन चर्च इतिहास अनुसार आर्तेमस चाहिँ लुस्त्रा भन्ने ठाउँ, त्यसलाई लिस्त्रा पनि भनेर भनिन्छ, त्यहाँका एकजना चर्चका अगुवा थिए भन्ने विश्वास गरिन्छ। उनको नाउँ नयाँ करारमा अरू कहीँ पनि उल्लेख गरिएको छैन, तर कतिजना विद्वानहरूको विचार अनुसार चाहिँ सम्भवतः सुसमाचारको पुस्तकमा जब येशूले 70 जना चेलाहरूलाई प्रचारको निम्ति पठाउनु भएको थियो, यदि तपाईँलाई त्यो घटना थाहा छ भने सम्भवतः आर्तेमस चाहिँ ती 70 चेलाहरूमध्येका कोही एक थिए कि भन्ने कुरा विश्वास गरिन्छ। तर चर्च इतिहासमा लुस्त्रा वा लिस्त्राका एकजना बिशप वा मण्डलीका पिता भनिकन उनलाई चर्च इतिहासमा चाहिँ चिनिन्छ। तर नयाँ करारमा यहाँ बाहेक अरू कतै पनि आर्तेमसको बारेमा चाहिँ उल्लेख गरिएको छैन। यी दुई व्यक्तिहरू जो भए पनि यिनीहरूको बारेमा त्यति धेरै जानकारी छैन। यिनीहरूले कुनै पुस्तक पनि लेखेका छैनन्,
यिनीहरूको बारेमा कुनै नयाँ करारमा त्यति ठुलो जानकारी वा विवरणहरू पनि दिएको छैन। उनीहरूको लामो सुसमाचार यात्रा, चर्चमा भएको ठुलो योगदानको बारेमा कहीँ त्यसरी कुरा चाहिँ गरिएको छैन। तर एउटा कुरा हामी बुझ्न सक्छौँ कि पावलको निम्ति एफेससमा भएका तिमोथी वा चाहिँ क्रेटमा भएका तीतस जस्तै तिनीहरूको ठाउँ लिन सक्ने विश्वासयोग्य पात्रहरू चाहिँ तुखिकस र आर्तेमस थिए। यी दुईमध्ये या तीतसको पत्रको सन्दर्भमा जबकि पावलले तुखिकस वा आर्तेमस मध्ये कसैलाई म तिमी कहाँ पठाउँछु र तिमी चाहिँ मलाई भेट्न आऊ भनेर भन्दै गर्दाखेरि यति चाहिँ हामी बुझ्न सक्छौँ कि यी दुई व्यक्तिहरू बाइबलका विश्वासयोग्य शिक्षकहरू थिए। जसरी तीतसलाई पावलले बारम्बार भन्छन् क्रेटमा भएका मानिसलाई सिकाउनको निम्ति, सम्झाउनको निम्ति र चेतावनी दिनको निम्ति तीतससँग जे कुरा पावलले आशा गरेका छन् ती सबै कुरा पावलले यी दुई मध्ये एक व्यक्तिसँग पनि आशा गर्न सक्थे। त्यति विश्वासयोग्य वा भरोसायोग्य व्यक्ति थिए। अझ प्रश्न पारौँ, यी व्यक्तिहरू यस्ता व्यक्तिहरू थिए जसले चाहिँ तीतस 3 अध्यायको पदहरू 10 र 11मा कुरा गरे जस्तै विवाद ल्याउने व्यक्ति वा चर्चमा फुट ल्याउने व्यक्तिहरूलाई चुप गराउन सक्ने वा तीतस 1 अध्यायमा उल्लेख गरे जस्तै एल्डरमा चाहिने योग्यताहरू पुरा भएका व्यक्ति जसले आफ्नो साँचो सिद्धान्त वा साँचो विश्वास, आफ्नो विवेकको शुद्धताद्वारा झुटा शिक्षकहरूलाई चुप लगाउन सक्ने व्यक्तिहरू यी व्यक्तिहरू थिए। पावलले तीतसलाई हिउँदमा निकोपोलिसमा बोलाएका छन्। निकोपोलिस चाहिँ पश्चिम अखैयातिर पर्ने ग्रिसको एउटा सहर थियो। यो सहर यस्तो विश्वास गरिन्छ परम्पराअनुसार कि ईस्वी सम्वत 31मा कैसर अगस्टसले यो सहरलाई जितेका थिए र उनले जितिसके पछाडि यो ठाउँको नाउँ चाहिँ तिनले निकोपोलिस राखे, जसको अर्थ हुन्छ विजयको सहर भन्ने हुन्छ। सो यो सहर ईस्वी सम्वत 31 पछि स्थापित गरिएको थियो भनी विश्वास गरिन्छ। तर नयाँ करारमा निकोपोलिस नाउँ गरेका सहरहरू थुप्रै थिए, सम्भवतः 4-5वटा सहरहरू हुनसक्छ। तर पावलले यहाँनिर हिउँद काट्ने विचार गरेको र तीतसलाई बोलाएको चाहिँ सम्भवतः ग्रिसको एक सहर हुनसक्छ भनी विश्वास गरिन्छ। पावलले 2 तिमोथी 4 अध्यायको पद 9मा उल्लेख गरे अनुसार चाहिँ तीतसको अर्को सेवाकाई चाहिँ क्रेट पछिको अर्को सेवाकाईको बारेमा पावलले दोस्रो तिमोथीमा उल्लेख गर्छ। अघि पनि मैले भने दोस्रो तिमोथीको पत्र चाहिँ पावलको जीवनको उत्तरार्धतिर वा अन्त्यतिर लेखिएको पत्र हो। त्यहाँनिर तीतसको सेवाकाईको बारेमा पावलले फेरि एकचोटि उल्लेख गर्छन्। दोस्रो तिमोथी 4 अध्यायको पद 9मा डालामातिया भन्ने ठाउँमा तीतस पठाइएका छन्। सो सम्भवतः क्रेट पछि तीतसको अर्को सेवाकाईको ठाउँ चाहिँ डालामातिया भन्ने ठाउँमा भएको हुनसक्छ भन्ने विश्वास गरिन्छ। सो आर्तेमस र तुखिकसबाट यति सुनिसके पछाडि हामी के सिक्न सक्छौँ, के लिने त यी दुई व्यक्तिहरूबाट? सुसमाचारमा विश्वास योग्यता यी दुईवटा व्यक्तिहरूको विशेषण हो। पावलले यी दुईवटा व्यक्तिहरूलाई यहाँ यसरी उल्लेख गरेका छन् कि यी प्रियहरू चाहिँ यी सन्तहरू सुसमाचारको निम्ति काम लाग्ने र भरपर्दा व्यक्तिहरू थिए जसलाई पावलले विश्वासयोग्य सङ्गी दास भनी यो दुईटालाई सँगै एक ठाउँमा राखेका छन् जसले तिमोथी वा चाहिँ तीतसको स्थान लिन सक्थे। उनीहरू नयाँ करारका प्रख्यात नामहरू होइनन्, नाम चलेका व्यक्ति थिएनन्, यिनीहरूले कुनै पत्रहरू लेखेका छैनन्। यिनीहरूको बारेमा नयाँ करारमा प्रशस्त उनीहरूको योगदानको बारेमा उल्लेख वा चर्चा पनि गरिएको छैन। हामीलाई थाहा छैन यी दुई व्यक्तिहरू शहीद भए वा भएनन् भन्ने बारेमा पनि हामीलाई थाहा छैन। अझ खास गरिकन आर्तेमसको बारेमा त उनको नाउँको अर्थ नै शान्तिसँग मरेका वा शान्तिसँग गएका, बिदा लिएका भन्ने हुन्छ। सो सम्भवतः उनको मृत्यु कालगतिले भएको थियो, तर नयाँ करारका अरू चेलाहरू वा अरू प्रेरितहरू वा सन्तहरू चाहिँ उनी ख्रिस्टको निम्ति शहीद नै भएका थिएनन् होला भन्ने कुरा हामी बुझ्न सक्छौँ। तर उनीहरूको सेवा र भूमिकाले नयाँ करारमा सुसमाचारको निम्ति पावल, तीतस, तिमोथी, एफेससका चर्च, क्रेटको चर्च वा कलसेको चर्चको निम्ति महत्त्वपूर्ण योगदान खेलेको छ। फेरि यी सहरमा भएका चर्चहरूको निम्ति पावलको जीवनको बारेमा, उनको झ्यालखानाको अवस्थाको बारेमा, सेवाकाईको बारेमा र खास गरिकन एफेससको पत्र एफिसीमा पुर्याउनको निम्ति र कलसीको पत्र कलसेमा पुर्याउनको निम्ति तुखिकसले त अझ महत्त्वपूर्ण भूमिका खेलेका छन्। तिमोथी र तीतसलाई पावलसँग पुनः जोड्न सक्ने सम्भावना भएका व्यक्तिहरू पनि यिनीहरू हुन्। हामी सुसमाचारको निम्ति र चर्चको सेवाको निम्ति पहिलो स्थान नखोजौँ। मेरो नाउँ आउँछ कि आउँदैन, अगाडिको भाग मैले प्राप्त गर्छु कि गर्दिनँ, मेरो निम्ति कसैले प्रशंसा गर्छ कि गर्दैन, मलाई कसैले ताली बजाउँछ कि बजाउँदैन, त्योभन्दा पनि सुसमाचारको विश्वासयोग्यता प्रभुले हामीलाई जुन स्थानमा वा जुन ठाउँमा राख्नुभएको छ त्यही ठाउँबाट गर्नुपर्छ। हाम्रो आफ्नो दानद्वारा, हाम्रो आफ्नो पेसाद्वारा,
हाम्रो आफ्नो जागिरद्वारा प्रभु हामीले जहाँ राख्नुभएको छ त्यही ठाउँबाट हामीले प्रभुको सेवा गर्नुपर्छ। प्रभुको वचनले भन्दछ किनभने हरेकलाई जसलाई धेरै दिएको छ प्रभुले त्यसबाट धेरै खोज्नुहुन्छ, जसलाई थोरै सुम्पिएको छ प्रभुले त्यसबाट थोरै खोज्नुहुन्छ। सो हामीले बुझ्नुपर्ने कुरा चाहिँ हामीले आफ्नो नाउँ, आफ्नो प्रशंसा, आफ्नो कदर मानिसहरूबाटको ताली भन्दा पनि प्रभुले हामीलाई सुसमाचार र मिसनको निम्ति, चर्चको सेवाको निम्ति उहाँले जसरी चलाउनुहुन्छ, यी व्यक्तिहरू चाहिँ आर्तेमस र तुकिकस जस्तै उनीहरू प्रख्यात वा उनीहरूको बारेमा धेरै कुरा लेखिएको छैन। यद्यपि पावलले उनीहरूलाई सुसमाचारको निम्ति भरपर्दा र विश्वासयोग्य व्यक्ति देखेका छन्। प्रभुले हामीलाई दिनुभएको स्थानमा आफूले पाएको दान अनुसार विश्वासयोग्य भएर, चाहे जुनसुकै हामी पेसामा हौँ, हाम्रो जागिर जेसुकै होस्, हाम्रो शैक्षिक योग्यता जेसुकै होस्, हामीले पाएको स्थान जे होस्, त्यो ठाउँमा हामी विश्वासयोग्य रहेर सेवा गर्नुपर्छ। दोस्रो कुरा पदहरू 13 र 14 हामी देख्दछौँ विश्वासयोग्य सेवाको निम्ति यहाँ पावलले थप अर्थी दिएका छन्। विश्वासयोग्य सेवाको निम्ति अर्थी, एक्जोटेसन फर फेथफुलनेस अर फेथफुल सर्भिस, पदहरू 13 र 14मा। पद 13मा हेर्नुहोस् न, पद 13मा व्यवस्थाका गुरु जेनस र अपोलोसलाई यत्नसित यात्रामा केही परसम्म पुर्याइदेऊ कि उनीहरूलाई कुनै कुराको कमी नहोस्। एकैछिन पछि म पद 14मा आउँछु, तर पद 13मा हामी एकछिन रोकिएर कुरा गरौँ। यहाँ अब थप दुई व्यक्तिको बारेमा उल्लेख गरिएको छ, जेनस र अपोलोस। फेरि अब यो तुकिकस र आर्तेमसको जस्तै बारेमा लामो कुरा गरियो भने फेरि अर्को प्रचारको लागि पनि तितस 3 पर्खिनुपर्छ, त्यसो नगरौँ होइन। यो दुईवटा व्यक्तिको बारेमा व्यक्तिगत रूपमा धेरै कुरा नगरौँ, तर यी व्यक्तिहरू को थिए भन्ने कुरा त केही न केही थोरै जानकारी त लिनै पर्यो फेरि होइन। सो जेनस र अपोलोस यी व्यक्तिहरूको बारेमा यिनीहरू को थिए भन्ने बारेमा त्यति धेरै प्रश्न थाहा छैन, तर यहाँनिर कुरा गरिएअनुसार चाहिँ व्यवस्थाका गुरु जेनस भनेर भनिएको छ। व्यवस्थाका गुरु जेनस, यसको दुईवटा सम्भावित अर्थ हुनसक्छ। एउटा कुरा कि त जेनस चाहिँ रोमी सरकारको जति कानुनहरू थिए ती कानुनका एकजना ज्ञाता हुनुपर्छ, भनेको चाहिँ राजनीतिक कानुनको बारेमा एकजना विशेषज्ञ व्यक्ति हुनुपर्छ, त्यस अर्थमा उनी एकजना गुरु हुन सक्छन्। वा दोस्रो चाहिँ यहुदीहरूको व्यवस्थाका गुरु हुनुपर्छ, त्यसो हो भने उनलाई नयाँ कालको भाषामा हामी शास्त्री पनि भन्न सक्छौँ। उनी व्यवस्थाका एकजना शिक्षक वा शास्त्री पनि हुन सक्छन्, वा रोमी कानुनका एकजना वकिल हुन सक्छन्। वकिल, त्यो दुईवटा सम्भावना। तर सम्भवतः पावलको आशय चाहिँ जे भए तापनि जब जेनस र अपोलोस त्यहाँ पुग्नेछन् तब त्यसले तितसलाई क्रेटको सेवाको निम्ति सहायता गर्नेछ। अब क्रेटका मानिसहरू एकदमै राम्रा नागरिकहरू थिएनन्, त्यस कारणले गर्दाखेरि कानुनी ज्ञानहरूले पनि चर्चलाई र सरकारको बिचमा सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा सिकाउन सक्छ। किनभने 3 अध्यायको सुरुमा पावलले सरकारको अधीनतामा रहनु र तिनीहरूको आज्ञा पालन गर्नु भनेको छ। सो तिनी रोमी कानुनका एकजना वकिल भए तापनि त्यसले चर्चले कसरी कानुन पालन गर्नुपर्छ वा सरकारको अधीनमा रहनुपर्छ भनेर सिकाउन सक्छ होइन। वा मानौ जेनस चाहिँ तिनी व्यवस्थाका शास्त्री रहेछन् भने अब क्रेटमा कस्ता यहुदी पृष्ठभूमिका मानिस छन् जसले वंशावलीका कुरा गर्छन्, यहुदी व्यवस्थाका कुरा गर्छन्, चाडबाडका कुरा गर्छन् र विवाद मचाउने कुरा गर्छन् होइन। 3 अध्यायको पद 9मा पावलले तितसलाई त्यस्ता मानिसहरूबाट तिमी होसियार बस भनेर भनेका छन्। सो यदि जेनस चाहिँ यहुदी व्यवस्थाका गुरु रहेछन् भने तितस र त्यसै गरी क्रेटमा भएका चर्चलाई यहुदी व्यवस्था के हो र ख्रिस्टमा भएका हाम्रो सुसमाचार के हो भनिकन बुझाउनको निम्ति तिनले मद्दत गर्नेछन्। जे भए तापनि जेनस र अपोलोसले चर्चलाई र तितसलाई क्रेटमा भएका मानिसहरूलाई सहायता पुर्याउन सक्छन् भन्ने पावलको आशय छ। सो यहाँ पावलले क्रेटको चर्चले जेनस र अपोलोसलाई मद्दत गर्नु पनि भनिरहेका छन्। हेर्नुहोस् त पद 13मा नै यत्नसित यात्रामा केही परसम्म पुर्याइदेऊ कि उनीहरूलाई कुनै कुराको कमी नहोस्। कसैको भनाइअनुसार चाहिँ सम्भवतः उनीहरू आफ्नो व्यवस्थाका शास्त्री वा चाहिँ कानुनका वकिल भए तापनि तिनीहरूले आफ्नो पेसा अभ्यास गरि नरहेका र चर्चलाई सहायता गर्न गएको कारणले गर्दाखेरि तिनीहरूको आफ्नो नियमित तलब नहुन सक्छ र तिनीहरूलाई यात्राको निम्ति केही प्रबन्ध चाहिने हुनसक्छ र यिनीहरूले चर्चलाई सेवा गर्न गएको कारणले गर्दाखेरि चर्चमा भएका विश्वासीहरूले वा क्रेटमा भएका सन्तहरूले यिनीहरूलाई मद्दत गर्नुपर्छ। उनीहरूले तितसको पाहुना भएर यात्रा गरिरहेका हुन सक्छन् र नयाँ करारको यो परम्परा थियो कि जब चर्चको निम्ति वा सुसमाचारको निम्ति मानिसहरू यात्रा गर्छन् तब एक ठाउँबाट अर्को ठाउँमा गर्दाखेरि अहिलेको जस्तो होटलहरू गेस्ट हाउसहरूको सुविधा हुँदैन थियो। त्यसै कारणले गर्दाखेरि उनीहरू कसैको घरमा बस्नु पर्थ्यो
र त्यहाँबाट अर्को ठाउँसम्म पुग्नको निम्ति फेरि केही आर्थिक मद्दत चाहिन सक्थ्यो बाटोको निम्ति। पौवाहरू चाहिँ बाटोहरूमा हुन सक्थ्यो र त्यहाँ बस्नको निम्ति केही खर्चहरूको आवश्यकता पर्न सक्थ्यो। र पावलले चर्चलाई यो कुरा भनिरहेका छन् कि यत्नसित यात्रामा केही परसम्म पुर्याइदेऊ कि उनीहरूलाई कुनै कुराको कमी नहोस्। प्रियहरू, यहाँनिर चर्चलाई पावलले अर्थी उपदेश दिइरहेका छन् कि कसरी तिमीहरूले अरूहरूको सेवा गर्न सक्छौ वा कसरी अरूहरूको सेवाको निम्ति तिमीहरूले मौकालाई हेर्नुपर्छ भनेर। सो यहाँनिर हामीले विचार गर्नुपर्ने कुरा चाहिँ हामीले अरूहरूबाट के पाउन सक्छौँ। यिनीहरू शिक्षक वा वकिल वा शास्त्रीहरू भएको कारणले गर्दाखेरि उनीहरूको दानबाट चर्चले तीतसले क्रेटमा भएका विश्वासीहरूले धेरै कुराहरू प्राप्त गर्न सक्थे, सहायता सल्लाह प्राप्त गर्न सक्थे। तर यहाँको चर्चले हामीले यिनीहरूबाट के प्राप्त गर्न सक्छौँ भन्ने मात्र भन्दा पनि हामीले उनीहरूको निम्ति कसरी सेवा गर्न सक्छौँ भन्ने कुरा पनि विचार गर्नु परेको छ। सो चर्चले केवल पाउने कुरामा मात्र होइन तर दिने कुरामा वा सेवा गर्ने कुरामा पनि त्यत्तिकै विचारशील हुनुपर्छ। हामी क्रिस्चियनहरू पाउने कुरामा मात्र वा म के को योग्यको छु वा म कसरी अरूबाट प्राप्त गर्छु भन्ने कुरा मात्र होइन तर हामी कसरी अरूहरूको पनि सेवा गर्न सक्छौँ भन्ने बारेमा हामी विचारशील हुनुपर्छ। यहाँनिर क्रेट र तीतस अनि त्यहाँ भएका विश्वासीहरूको क्रेटमा भएका विश्वासीहरूको निम्ति एउटा जिम्मेवारी के छ, तिनीहरूले के गर्नुपर्छ भने पावलले उनीहरूलाई सम्झाइरहेका छन्। सुसमाचारको सहकर्मीहरूको निम्ति अतिथि सत्कार गर्ने कुरा, आफ्नो घरलाई खुल्ला राख्ने र पाहुनाहरूको सेवा गर्ने कुरा, आफ्नो जीवनलाई खुल्ला राख्ने र अरूहरूलाई प्रवेश गर्न दिने मौकाहरूलाई हामीले गुमाउनु हुँदैन। एक चर्चले अर्को चर्चलाई भेटी पठाउनु, एउटा चर्चले अर्को चर्चबाट आएका प्रचारकहरू वा मिसनरी वा सेवकहरूको सेवा गर्नु नयाँ करारको चर्चको विशेषता थियो। नयाँ करारको चर्चले एक ठाउँको चर्चले अर्को ठाउँको विश्वासीहरूलाई वा अर्को ठाउँको चर्चलाई आर्थिक रूपमा भेटीहरू पठाएर सहायता गर्थ्यो र त्यसै गरिकन यात्रा गर्ने प्रचारकहरूलाई वा सुसमाचारका सेवकहरूलाई उनीहरूले आफ्नो घरलाई खुल्ला राखेर सेवा गर्ने गर्थे वा केही परसम्म पुग्नको निम्ति उनीहरूको अर्को गन्तव्य के हो, अर्को कुन टापुमा वा अर्को कुन सहरको चर्चमा तिनीहरू पुग्नुपर्ने हो त्यहाँसम्म पुग्नको निम्ति यात्राको निम्ति चाहिने आवश्यक कुराहरूको प्रबन्ध गरिदिन्थे। पावलले यहाँनिर तीतसलाई र क्रेटमा भएका विश्वासीहरूलाई त्यही उनीहरूको दायित्व सम्झना गराइरहेका छन्। अब पद 14मा हेर्नुहोस्, पावलले थप प्रश्न बनाउँछन् पद 14मा। अनि हाम्रा मानिसहरूले पनि नभई नहुने खाँचो पुरा गर्नलाई असल काममा लागिरहन सिकुन् कि तिनीहरू निष्फल नहुन्। पावलका अनुसार सुसमाचारको साझेदारी यो एउटा असल कामको नमुना हो। सुसमाचारको निम्ति साझेदारी वा मिसनको निम्ति गरिने सहकार्य यो चर्चको र चर्चमा भएका विश्वासीहरूको असल कामको नमुना हो। नभई नहुने खाँचो पुरा गर्नलाई असल काममा लागिरहन सिकुन्, यो फेरि सिक्नुपर्छ। यसको अर्थ हो वृद्धि हुनुपर्छ, त्यसमा बढ्दै जानुपर्छ। यो सबै क्रिस्चियनहरूमा देखिनुपर्छ। यहाँनिर को धनी छ र दिन सक्छ वा यो दिने दान चाहिँ कसको हो, कसैमा चाहिँ दिने दान हुन्छ कसैमा दिने दान हुँदैन भनी कहिलेकाहीँ कुरा गरिन्छ, त्यस्तो होइन। यो आधारभूत रूपमा सबै क्रिस्चियनहरूको निम्ति माग गरिएको योग्यता हो कि हामीले सुसमाचारको निम्ति र त्यति मात्र होइन खाँचोमा परेकाहरूको निम्ति पनि भनेर भनेको छ। दुवै रूपमा हामीले दिन सिक्नुपर्छ। यो मुख्य रूपमा हामीसँग कति सम्पत्ति छ त्यो होइन तर हाम्रो हृदय कस्तो छ भन्ने कुराको वास्तविक जाँच हो। यहाँ कति ठुलो रकम, कति ठुलो योगदान, कति ठुलो सम्मानपत्र ताम्रपत्रमा वा शिलापत्रमा नाम लेखिन्छ कि लेखिँदैन भन्ने कुराले हामीले दान दिने कि नदिने भन्ने कुरालाई अभिप्रेरित गर्दैन तर यो हाम्रो हृदयको जाँच हो। तीतसको पत्रभरि क्रिस्चियनहरू असल कामको नमुना हुनुपर्छ भनी बारम्बार पावलले सम्झना गराइरहेका छन्। बाइबलले नयाँ करारमा व्यवस्थाको कामलाई विरोध गर्छ भनेको व्यवस्थाद्वारा आफू धर्मी ठहरिने कामलाई चाहिँ विरोध गर्छ तर असल कामलाई विरोध गर्दैन। नयाँ करारमा जम्मा 13 पटक, मैले यो अङ्ग्रेजी संस्करणलाई सापट्टि लिएको छु, यो संस्करण अनुसार फरक हुनसक्छ। ESV संस्करण अनुसार अङ्ग्रेजी बाइबलमा नयाँ करारमा जम्मा 13 पटक असल कामको बारेमा उल्लेख गरिएको रहेछ, जसमध्ये 8 पटक केवल पास्टरीय पत्रहरूमा भनेको थियो। पहिलो तिमोथी, दोस्रो तिमोथी र तीतसको पत्रमा असल काममा लाग्नको निम्ति लेखिएको छ। हामी विश्वासीहरू, हामी क्रिस्चियनहरू असल कामको निम्ति लागि
रहनुपर्छ, त्यसमा वृद्धि हुनुपर्छ, सिक्नुपर्छ। आज यहाँ तितस 3 अध्यायको आधारमा असल काममा लागिरहन सिक्नु भनेको के हो त्यसलाई विचार गरौँ। धेरै कुरा हामी अवलोकन गर्न सक्छौँ, तर म कम्तीमा पनि आजको बसाइको लागि सजिलो होस् भनेर 2वटा कुरा असल काममा लागिरहनु भनेको के हो म 2वटा कुरा तपाईँलाई बुझाउने प्रयास गर्छु। पहिलो, असल कामको जग चाहिँ हाम्रो उद्धार हो। सबैले के कुराले असल काम गर्नको निम्ति अभिप्रेरित गर्छ वा प्रेरणा दिन्छ? सबैभन्दा पहिले हामीले परमप्रभु परमेश्वरबाट उहाँको असल कृपा, उहाँको भलाइ हामीले पाएका छौँ। उहाँको भलाइ वा उहाँको कृपा सबैभन्दा पहिले तपाईँ र ममा प्रकट गरिएको छ। हो त्यही कुरा चाहिँ हाम्रो असल कामको निम्ति जग हो वा अभिप्राय हो। हेर्नुहोस् न एकचोटि 3 अध्यायको पद 8मा, 3 अध्यायको पद 8मा यो विश्वासयोग्य वचन हो र म चाहन्छु तिमीले निरन्तर यी कुराहरूमा जोड देऊ कि जसले परमेश्वरमा विश्वास गरेका छन् उनीहरूले असल काममा लागिरहन ध्यान दिउन्। सो कसले असल काममा लागिरहन ध्यान दिनुपर्छ? तिनीहरूले जसले परमेश्वरमा विश्वास गरेका छन्। सो हाम्रो परमेश्वरमाथिको विश्वास पहिले र त्यसपछि हाम्रो असल कामहरू, हाम्रा धार्मिक कामहरूले हामीलाई बचाउन सक्दैन, तर परमेश्वरको धार्मिक कामद्वारा बचाइएका हामी मानिसहरू हामीमा धार्मिकताको फल देखिनुपर्छ। हामी असल धर्मी र पवित्र बन्नको लागि असल काम गर्दैनौँ, अर्थात् हाम्रो असल कामले हामीलाई बचाउन सक्दैन। हाम्रो धार्मिकता हामी हाम्रा असल कामद्वारा किन्न सक्दैनौँ, तर परमेश्वरको धार्मिकताद्वारा उहाँको असल काम, उहाँको कृपा र प्रेमद्वारा बचाइएका हामी क्रिस्चियनहरू हाम्रो जीवनद्वारा हामी असल काममा निरन्तर लागिरहनुपर्छ। पद 8मा जसले परमेश्वरमा विश्वास गर्छन् उनीहरूले असल काममा लागिरहन ध्यान दिनुपर्छ। कसैले ठिकसँग यसरी भनेका छन्, म एकजना व्यक्तिको भनाइलाई सापट्टि लिन्छु, क्रिस्चियन विश्वासमा पवित्रताको फल हामी धर्मी ठहरिनु र परमेश्वरमा मिलाप गराइने कारण, अर्थात् यो माध्यम होइन तर धर्मी ठहराइएका र मिलाप गराइएकाको परिणाम हो। फेरि दोहोऱ्याउँ एकचोटि, क्रिस्चियन विश्वासमा पवित्रताको फल वा हामीमा जुन हामी धार्मिकताको फलको कुरा गर्छौँ ती धार्मिकताको फल चाहिँ परमेश्वरमा मिलाप गराइने कारण अर्थात् माध्यम होइन, तर परमेश्वरमा मिलाप गराएका कारणले गर्दाखेरि त्यसको परिणाम चाहिँ हाम्रो जीवनमा धार्मिकता वा पवित्रताको फल देखिनु पर्दछ। हामी पहिले परमेश्वरको दया मानिसहरूप्रति प्रकट भएको छ, परमेश्वरको प्रेम हामीहरूप्रति प्रकट भएको छ। के हप्ता अगाडि हामीले हेर्दै थियौँ होइन 3 अध्यायमा, 3 अध्यायको पद 4मा सबैभन्दा पहिले परमेश्वरको प्रेम र भलाइ हामीमा प्रकट भएको छ। हो त्यसले नै हामीलाई असल काममा लागिरहनको निम्ति प्रेरणा दिँदछ। दोस्रो कुरा, असल काममा लागिरहनु के हो त? यो तितस 3 अध्याय अनुसार दोस्रो कुरा, असल काममा लागिरहनु हामी क्रिस्चियनहरूको निम्ति यो पहिलो प्राथमिकताको विषय बन्नु पर्दछ। माथि पद 8मा अघि हामीले हेरे चाहिँ असल काममा लागिरहन तिनीहरूले ध्यान दिउन् भने चाहिँ पावलले यहाँ पद 14मा भन्दछन् असल कामहरूमा लागिरहन सिकुन् भनेर, ध्यान दिउन्, सिकुन्। यो हाम्रो प्राथमिकताको विषय बन्नु पर्दछ। कहिलेकाहीँ हामी विचार गर्दछौँ कि प्रचार गरौँ असल काम त आफै भइहाल्छ नि। यो एउटा त्रुटि हुनसक्छ भने अर्को त्रुटि के हुनसक्छ? हामी असल काम गरौँ तर प्रचार चाहिँ नगरौँ। यो दुवै निकै जोखिमपूर्ण छ। हामी केवल प्रचार गरौँ र हाम्रा कामहरूमा असल कामहरूमा ध्यान नदिउँ, यो पनि मिल्दैन। र त्यसै गरिकन हामी केवल असल कामहरू गरौँ तर प्रचार नगरौँ, यो पनि आपसमा मिल्दैन। फेरि हाम्रो जोड र हाम्रो प्राथमिकताको विषय चाहिँ जसरी हामी बचाइएका छौँ, हाम्रो जीवनमा हाम्रो धार्मिकताको फलहरू चाहिँ देखिनु पर्दछ। पावलले खास गरिकन एफिसी 2 अध्यायको पद 10मा यही कुरा एफिससमा भएका सन्तहरूलाई पनि सम्झाएका छन्। पावलले लेख्दछन् किनकि हामी असल कामका निम्ति ख्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका सिपहरू, अर्को संस्करणको बाइबलमा कारिगरीहरू हौँ, अथवा उहाँले हामीलाई त्यसैको निम्ति सृजना गर्नुभएको छ वा बनाउनु भएको छ। अगाडि पावलले लेख्दछन् एफिसी 2 अध्यायको पद 10मा जुन कामहरूमा हामी हिँड्नुपर्छ भनेर परमेश्वरले अघिबाटै तिनीहरूलाई तयार गर्नुभएको छ। यहाँनिर हामीले याद गर्नुपर्ने कुरा चाहिँ असल कामहरू हामी क्रिस्चियनहरूको निम्ति प्राथमिकताको विषय फेरि बन्नु पर्दछ। यहाँनिर फेरि मैले सामाजिक सुसमाचारको कुरा गरिरहेको छैन, फेरि सोसल गस्पल भन्छ नि सामाजिक सुसमाचार, मैले त्यसको बारेमा त्यसको वकालत फेरि गरिरहेको होइन। सामाजिक सुसमाचारले गर्ने गल्ती चाहिँ के हो भने त्यहाँ सामाजिक काम हुन्छ तर सुसमाचार हुँदैन। हो त्यो चाहिँ सामाजिक सुसमाचार हो। तर यहाँनिर मैले गरिरहेको कुरा चाहिँ
हामी उद्धार पाएका मानिसहरू भएका कारणले गर्दाखेरि हाम्रा पवित्रता वा हाम्रा धार्मिकताका फलहरू चाहिँ हामीले पाएको उद्धारको परिणामस्वरूप हाम्रो जीवनमा, हाम्रो क्रिस्चियन जीवनमा प्राथमिक रूपमा देखिनु पर्दछ। प्रभुमा भएको हाम्रो विश्वास, हाम्रो उद्धार, परमेश्वरसँग भएको हाम्रो मिलाप यो हाम्रा असल कामहरूमा देखिनु पर्दछ। पावलको आशय क्रिस्चियनहरूले असल कामहरू गर्नलाई सिक्नु पर्दछ ताकि उनीहरू निष्फल नहुन्। यहाँ सुसमाचारको सेवकहरूको सेवाको सन्दर्भमा पावलले अर्थ दिइरहेका छन् कि जेनास र अपोलोस जब तिनीहरू तिमी कहाँ आइपुग्छन् तिनीहरूको बारेमा वास्ता गर, अतिथि सत्कार गर, तिनीहरूको यात्राको बारेमा प्रबन्ध गरिदेऊ, तिनीहरूको खाँचोलाई पुरा गरिदेऊ, खाँचोमा पर्नेहरूलाई सेवा गर भनी पावलले यहाँ सिकाइरहेका छन्। हाम्रो असल काम हामी यो ठुलो नहुन सक्छ, हाम्रो असल कामहरू मानिसहरूको दृष्टिकोणमा देखिन सक्ने नहुन सक्छ, ससाना कामहरू हुन सक्छन्। तर हामीले याद गर्नुपर्ने कुरा चाहिँ हामीले मौका पाएसम्म हामीले आफूलाई अरूहरूको सेवाको निम्ति र खाँचोमा भएका मानिसहरूलाई सेवा गर्नको निम्ति निरन्तर योगदान गर्नुपर्छ वा सहभागिता जनाउनुपर्छ। मुख्य कुरा सुसमाचारको रूपान्तरणले हामीलाई भलाइको कामको निम्ति अभिप्रेरित गर्नुपर्दछ वा त्यसमा लगाइरहनु पर्दछ। गलातीको चर्चलाई पावलले लेख्दै गर्दाखेरि यसरी लेख्दछन्, अनि हामी भलाइ गर्न नथाकौँ किनकि हरेस खाएनौँ भने हामी ठिक समयमा कटनी गर्नेछौँ। मैले गलाती 6 अध्यायबाट लिइरहेको छु, पदहरू 9 र 10लाई पावलले लेख्दछन्। पद 10मा, गलाती 6को 10मा, यसकारण हामीसँग मौका हुँदा नै सबैका लागि भलाइको काम गरौँ, अझ खास गरिकन कसका निम्ति? विश्वासका घरानाकाहरूका लागि। हामीले विश्वासका घरानाकाहरूको लागि काम, असल कामहरू गर्नुपर्दछ। हामी कसरी असल काम गर्न सक्छौँ? सामान्य जवाबहरू यसो हुनसक्छ, हामी अतिथि सत्कार गर्न सक्छौँ र अरूहरूको सेवा गर्न सक्छौँ, हामीले बिरामीहरूको सेवा गर्न सक्छौँ, हस्पिटलमा एडमिट भएका बिरामीहरूलाई भेट्न जान सक्छौँ, दुःखमा भएकाहरूको सेवा गर्न सक्छौँ, गरिबहरूलाई हामी खुवाउन सक्छौँ, लुगा नभएर जाडोमा कठाङ्ग्रिएकाहरूलाई हामी लुगाहरू उपलब्ध गराउन सक्छौँ, बाटोमा माग्न वा सहायताको खोजी गरिरहेकाहरूको निम्ति हामी सहायता गर्न सक्छौँ। यी यावत केही सामान्य र साधारण तरिकाहरू भए। हामीले गर्ने परिश्रम र त्यसबाट आएको रुपैयाँ पैसा हामी अरूहरूको निम्ति लगानी गरेर वा अरूहरूको सेवाको निम्ति हामी खर्च गर्न सक्छौँ। पावलले क्रिस्चियनहरूलाई त यस्तो अर्थ दिन्छन् कि हामी क्रिस्चियनहरू चाहिँ काम गर्नेहरू हुनुपर्छ, कमाउनेहरू हुनुपर्छ, ताकि आफूलाई चाहिने भन्दा बढी हामीसँग होस् र हामीले आवश्यकतामा परेका अरूहरूलाई दिन सकौँ। यो मेरो भनाइ होइन, पावलको भनाइ हो। हामी काम गर्नेहरू हुनुपर्छ, परिश्रम गर्नेहरू हुनुपर्छ, केवल आफ्नो परिवारको खाँचो पुरा गर्न मात्र काम गर्ने होइन, तर हामीसँग केही प्रशस्त मात्रामा होस् ताकि हामी अरूहरूलाई दिन सकौँ। पावलले एफिससको चर्चा त्यही लेख्छन्। एफिसी 4को पद 28मा पावलले लेखेका छन् यही कुरा। आफ्ना हातहरूले असल काम गर्दै त्यसले मेहनत गरोस् र जसलाई खाँचो छ उसलाई दिनको निम्ति त्यससँग केही होस्। हामीले केवल आफ्नो खाँचो पुरा गर्नको निम्ति मात्र होइन, अरूहरूको सेवाको निम्ति पनि परिश्रम गर्नुपर्छ वा हामीले काम गर्नुपर्छ। केवल आफ्नो निम्ति मात्र, मेरो निम्ति मात्र, मेरो भविष्यको निम्ति मात्र, मेरो परिवारको निम्ति मात्र, मेरा छोराछोरीको निम्ति मात्र होइन, अरूहरूको निम्ति पनि। हामी शक्तिशाली ब्याप्टिस्ट चर्चमा कसरी अरूहरूको सेवा गर्न सक्छौँ वा कसरी हामी दिने कुरामा सहभागिता जनाउन सक्छौँ? आजको पाठको आधारमा शक्तिशाली ब्याप्टिस्ट चर्चमा हामी कसरी यी असल कामहरूमा लागिरहन सक्छौँ ताकि हामी निष्फल प्रमाणित नहौँ। निष्फल प्रमाणित नहुनको निम्ति असल कामहरूमा हामी कसरी लाग्न सक्छौँ? म तपाईँलाई केही उपायहरू बताउँछु। पहिलो चाहिँ सुसमाचारको निम्ति आर्थिक रूपमा दिएर तपाईँले शक्तिशाली ब्याप्टिस्ट चर्चमा आर्थिक रूपमा दिन सक्नुहुन्छ। हामी हरेक शनिबार चर्चको बेलामा हामी हाम्रो आराधनाको एउटा भाग चाहिँ आर्थिक रूपमा दिनु पनि हो भनी भन्छौँ। तपाईँले आफ्नो परिवारमा व्यक्तिगत रूपमा आफ्नो कमाइबाट वा आफ्नो परिवारको बजेटबाट आफ्ना दशांश र भेटीहरू वा मिसन वा सुसमाचारको निम्ति सहकार्य गर्नको निम्ति आर्थिक रूपमा शनिबार हाम्रा दशांश र भेटीको समयमा दिन सक्नुहुन्छ। तपाईँको जानकारीको निम्ति हामीले शनिबार सङ्कलन गरेका हाम्रा भेटीहरूमध्ये त्यसको 5% चाहिँ हामी मिसन र सुसमाचारको निम्ति पनि अलग गर्ने गर्छौँ। यसकारण हामीले केवल यस चर्चको निम्ति मात्र दिने होइन, तर हामी यस चर्चमा भएको कारणले चर्च मार्फत अरू चर्चहरूसँग सुसमाचारको लागि सहकार्य गर्नको लागि पनि हामीले यस चर्चको खाँचोभन्दा केही बढी दिन आवश्यक छ। सो तपाईँले आफ्नो व्यक्तिगत रूपमा कमाइबाट वा तपाईँको तलबबाट वा तपाईँको परिश्रमबाट पाएको कुराबाट तपाईँले चर्चलाई आर्थिक रूपमा दिन सक्नुहुन्छ, जुन शक्तिशाली ब्याप्टिस्ट चर्चको खाँचोको निम्ति र हाम्रा चर्चबाट बाहिर अरू चर्चहरूको निम्ति सुसमाचारको लागि सहकार्य हामी गर्न सक्छौँ।
अब तपाईँलाई लाग्न सक्ला मैले दिन त दिइरहेको छु वा हामी दिन चाहन्छौँ, तर हामीले दिएको कुरा हामी कहाँनिर छौँ, शक्तिशालीमा कति सङ्कलन भइरहेको छ, त्यो कहाँ उपयोग हुन्छ, कहाँ खर्च हुन्छ इत्यादि कुरा तपाईँलाई जान्न मन लाग्छ भने चाहिँ शक्तिशाली ब्याप्टिस्ट चर्चमा वर्षमा 4 चोटि चर्च सदस्यहरूको बैठक हुने गर्छ। यो चर्च सदस्यहरूको बैठकमा हामी हरेक 3 महिनामा आर्थिक रूपमा हामीले कति दियौँ, त्यो कहाँनिर खर्च भयो, हामीसँग अब कति बजेट बाँकी छ र यो वर्ष हामीले पुरा गर्नुपर्ने हाम्रो बजेट कति छ भनेर हामी प्रत्यक्ष रूपमा हाम्रा चर्चका सदस्यहरूलाई जानकारी गराउने गर्छौँ। तपाईँले प्रश्न सोध्न सक्नुहुन्छ वा जानकारी दिन सक्नुहुन्छ। तपाईँको जानकारीको लागि हाम्रो चर्च सदस्यहरूको अर्को बैठक यो मार्च महिनाको 22 तारिक हुन गइरहेको छ, अबको 2 हप्तापछि। सो चर्च सदस्यहरूले चर्च सदस्यको बैठकमा आएर तपाईँले यो चर्चमा हामी आर्थिक रूपमा हामीले दिएका दशांश र भेटीहरू कति भइरहेका छन्, कहाँ खर्च भइरहेका छन् भन्ने तपाईँले जानकारी प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले शक्तिशाली ब्याप्टिस्ट चर्चमा कसरी दिने भनी थप तपाईँलाई सहायता चाहिन्छ भने तपाईँलाई शक्तिशाली ब्याप्टिस्ट चर्चका आर्थिक क्षेत्रमा सेवा गर्ने डिकन हुनुहुन्छ दाजु फर्म मगर, तपाईँले दाजु फर्मलाई भेट्न सक्नुहुन्छ। तपाईँले कसरी दिन चाहनुहुन्छ त्यसको लागि तपाईँलाई सहायता चाहिन्छ भने पनि तपाईँलाई उहाँले सहायता गर्न सक्नुहुन्छ। सो पहिलो शक्तिशाली ब्याप्टिस्ट चर्चमा आर्थिक रूपमा तपाईँका दशांश भेटीहरू वा मिसन र सुसमाचारको निम्ति सहयोग गर्न सक्नुहुन्छ वा आर्थिक रूपमा दिन सक्नुहुन्छ। दोस्रो, खाँचोमा भएकाहरूको निम्ति परोपकारको लागि तपाईँले भेटीहरू दिन सक्नुहुन्छ। शक्तिशाली ब्याप्टिस्ट चर्चमा हामी हरेक अङ्ग्रेजी महिनाको पहिलो शनिबार चर्चको सेवापछि हामी प्रभुभोजमा सहभागी हुँदै गर्दाखेरि अन्त्यमा हामी परोपकारको निम्ति भेटी सङ्कलन गर्ने गर्छौँ। यो चाहिँ खाँचोमा परेका व्यक्तिहरूको निम्ति हो। कहिलेकाहीँ शक्तिशाली ब्याप्टिस्ट चर्चभित्र पनि वा त्योभन्दा बाहिर, कहिलेकाहीँ क्रिस्चियनहरूको निम्ति, कहिलेकाहीँ गैर क्रिस्चियनहरूको निम्ति पनि हामी आर्थिक रूपमा सहायता गर्ने गर्छौँ। खास गरिकन आर्थिक उपचारको निम्ति, जसले रुपैयाँ पैसाको कारणले गर्दाखेरि अस्पतालमा गएर उपचारको मौका पाइराख्नु भएको छैन, त्यो सेवा चाहिएको छ, वा अचानक कुनै दुर्घटनामा कोही पर्नु भएको छ जसको निम्ति उपचार गर्न वा हस्पिटलमा तुरुन्तै जानको निम्ति आफ्ना खर्चहरू योजना गर्नुभएको छैन, त्यस्ता व्यक्तिहरूको निम्ति सहयोग गर्नको निम्ति। कहिलेकाहीँ हामी शिक्षाको निम्ति बालबालिकाहरूको लागि यो पैसा रुपैयाँ खर्च गर्ने गर्छौँ। शक्तिशाली ब्याप्टिस्ट चर्चले विगत 3-4 वर्षबाट एउटा बालबालिकाहरू जो अनाथ बालबालिकाहरू छन् तिनीहरू एउटा होममा बसेर शिक्षा लिइरहेका छन् र त्यो होमलाई हामी वार्षिक रूपमा एउटा रकम पठाएर सहायता गर्ने गर्छौँ। सो तपाईँले परोपकारको निम्ति हरेक अङ्ग्रेजी महिनाको पहिलो शनिबार आउँदै गर्दाखेरि तपाईँको व्यक्तिगत तर्फबाट वा तपाईँको परिवारको तर्फबाट योजना बनाएर आउन सक्नुहुन्छ प्रार्थनासहित र दिन सक्नुहुन्छ। हामीले कहाँ दिइरहेका छौँ, त्यो कुन कुराको लागि खर्च भइरहेको छ, केमा हामीले सहभागिता जनाइरहेका छौँ, थप तपाईँलाई जानकारी चाहिन्छ भने तपाईँले परोपकारको डिकनको रूपमा सेवा गर्ने भाइ डेनिस हुनुहुन्छ, डेनिस सुवेदी, तपाईँले उहाँलाई भेट्नुहोस् र तपाईँ आर्थिक रूपमा सहायता गर्न चाहनुहुन्छ भने वा तपाईँ हामीले सङ्कलन गर्दै गरेको भेटी कहाँ प्रयोग भइरहेको छ भने तपाईँलाई जानकारी चाहिन्छ भने तपाईँलाई भाइ डेनिसले सहायता गर्न सक्नुहुन्छ। तेस्रो, कसरी शक्तिशाली ब्याप्टिस्ट चर्चमा हामी असल कामको निम्ति सहभागिता जनाउन सक्छौँ। अतिथि सत्कार गरेर, चेलापनद्वारा र सुसमाचारको प्रचारद्वारा। यो चाहिँ तेस्रो, अतिथि सत्कार, चेलापन र सुसमाचारको प्रचारद्वारा। यो अतिथि सत्कार भनेको आफ्नो घरमा मानिसलाई बोलाउने कुरा मात्र होइन, तपाईँ अरूहरूको घरमा पनि जान सक्नुहुन्छ। हस्पिटलमा हुनुभएका बिरामीहरूलाई तपाईँले भेट्न सक्नुहुन्छ वा भर्खरै नानीहरू जन्मिएको अभिभावकहरू हुनुहुन्छ भने उहाँहरू कहाँ गएर तपाईँले कुन आवश्यकताको निम्ति वा कसरी सेवा गर्न सक्नुहुन्छ भने तपाईँ त्यो परिवारसँग सहभागिता जनाउन सक्नुहुन्छ। कुनै खाँचोमा परेका व्यक्तिलाई तपाईँले व्यक्तिगत रूपमा सहायता गर्न सक्नुहुन्छ वा कुनै यस्तो आवश्यकता तपाईँले देख्नुभयो कसैको परिवारमा वा कुनै यस्तो अवस्था छ जुन तपाईँले सक्नुहुन्न भने तपाईँले चर्चका अरू सदस्यहरूसँग सहायता माग्न सक्नुहुन्छ आफै पनि, वा तपाईँले यसको निम्ति चर्चका डिकनहरूलाई तपाईँले मद्दत माग्न सक्नुहुन्छ र डिकनहरूले तपाईँलाई आवश्यक सहायता गर्न सक्नुहुन्छ। सो चर्चका डिकनहरूसँग तपाईँले सहायता माग्नुहोस् ताकि कुनै पनि चेलापन, कुनै पनि आर्थिक सहायता वा खाँचोको निम्ति हामी कसरी सहभागिता जनाउन सक्छौँ र सुसमाचारको निम्ति पनि कसरी हामी सहभागिता जनाउँछौँ भने उहाँहरूले तपाईँलाई सहायता गर्न सक्नुहुन्छ। यदि तपाईँ चिन्न चाहनुहुन्छ भने म एकपटक उहाँहरूलाई उठाइदिउँ। दाजु फर्म आफ्नो ठाउँमा उठिदिनुहुन्छ, उहाँ आर्थिक सेवाको डिकन हुनुहुन्छ, उठिदिनको निम्ति आग्रह गर्छु। भाइ डेनिस यहाँ हुनुहुन्छ जो परोपकारको सेवाको निम्ति उहाँ बाहिर जानुभएको छ। ओके, डेभिड हुनुहुन्छ यहाँ, उहाँ प्रभुभोज र बप्तिस्माको निम्ति विधिहरूको डिकन हुनुहुन्छ। उहाँ भाइ रविन्द्र हुनुहुन्छ यहाँ, भाइ रविन्द्र उठिदिनुहुन्छ, उहाँ
अतिथि सत्कारको लागि हुनुहुन्छ। बहिनी रूपा हुनुहुन्छ यहाँ स्वागत सत्कारको निम्ति। मैले ठ्याक्क उल्टो भने के हो, उठिदिनुहोस्। एक्चुअली सबैले तपाईँलाई देख्न चाहनुहुन्छ, चिन्न चाहनुहुन्छ र सहायता चाहियो भने उहाँहरूबाट तपाईँले सहायता लिन सक्नुहुन्छ। डेभिड उठिदिनुहोस्, तपाईँकै नाउँ भनेको हो मैले। उहाँ चाहिँ बत्तिसमा र प्रभुभोजको निम्ति विधिहरूको डिकन हुनुहुन्छ। सो बसिदिनुहोस्। ओके, सो तपाईँले उहाँहरूलाई तपाईँले चर्चको खाँचोको निम्ति वा सहभागिता जनाउनको निम्ति तपाईँले आवश्यक सहायता माग्न सक्नुहुन्छ। हामी शक्तिशाली ब्याप्टिस्ट चर्चमा चेलापन र त्यसै गरिकन बाइबल अध्ययनको सेवाद्वारा एकअर्काको सेवा गर्न सक्छौँ। सो यदि कोही विश्वासमा वा आत्मिक रूपमा सङ्घर्षरत सदस्यहरू देख्नुभयो भने कसरी सँगै बाइबल पढ्न सक्नुहुन्छ वा चेलापन गर्न सक्नुहुन्छ भने तपाईँले एक अर्कासँग तपाईँले मद्दत माग्न सक्नुहुन्छ। सुसमाचारको निम्ति आफ्नो घरलाई खुल्ला राख्न सक्नुहुन्छ। तपाईँले चिनेका व्यक्तिहरूलाई आफ्नो घरमा बोलाउनुहोस् र बेलुकीको खाना सँगै खाँदै गर्दाखेरि वा तपाईँसँग भएको केही समय तपाईँले चिया वा कफीको लागि प्रयोग गर्दै गर्दाखेरि पनि तपाईँले त्यो व्यक्तिलाई चिन्नको निम्ति र सुसमाचार सुनाउने मौकालाई तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। सो जसले विश्वास गर्नुभएको छैन उहाँहरूसँग तपाईँले सम्बन्ध बनाएर, साथी बनाएर, घरमा बोलाएर वा चर्चमा इन्भाइट गरेर, चर्चमा निमन्त्रणा दिएर तपाईँले सुसमाचार सुनाउन सक्नुहुन्छ। सो मैले यहाँनिर यो कसरी हामी शक्तिशालीमा असल कामहरूमा सहभागिता जनाउन सक्छौँ भन्ने कुरा चाहिँ हामीले गरेका छैनौँ भन्ने कुराले यो मैले तपाईँलाई भनिरहेको होइन। मलाई थाहा छ शक्तिशाली ब्याप्टिस्ट चर्चमा हामीले यो कुरा गरिरहेका छौँ र यसलाई अझ निरन्तरता दिनु र पावलको आजको भाषामा चाहिँ हामीले सिक्न जरुरी छ भनेको यसमा वृद्धि हुन जरुरी छ। त्यसै कारणले गर्दाखेरि मैले यी कुराहरू बताइरहेको छु। मसँग शक्तिशाली ब्याप्टिस्ट चर्चमा यस्ता असल काममा सहभागिता जनाउने चर्चका परिवार र चर्चका सदस्यहरूको बारेमा प्रशस्त उदाहरणहरू छ। तपाईँलाई तपाईँको जानकारीको निम्ति आजको समयको कारणले गर्दाखेरि पनि एक दुईवटा प्रतिनिधि उदाहरणहरू तपाईँलाई बताउन चाहन्छु। कसरी शक्तिशाली ब्याप्टिस्ट चर्चका सदस्यहरूले अरूहरूको निम्ति असल काममा आफैलाई लगाइरहनु भएको छ वा परिश्रम गरिराख्नु भएको छ। गत वर्ष मलाई र मेरो श्रीमतीलाई एकजनाले कोही बालबालिकाहरूको निम्ति उपयोग गर्नु भनी एउटा रकम उपहारको रूपमा दिनुभयो। म र मेरो श्रीमतीले प्रार्थना गऱ्यौँ र यो कसको लागि उपयोगी हुनसक्छ भनी हामीले विचार गऱ्यौँ र केही समय विचार गर्दै गर्दाखेरि यस चर्चमा हुनुभएको एउटा परिवारको याद आयो जो नियमित रूपमा कुनै जागिर गर्नुहुन्न वा नियमित आय स्रोत नभएको परिवार हुनुहुन्छ र हामीलाई लाग्यो कि त्यो परिवारको बालबालिकाको निम्ति यो उपयोगी हुनसक्छ। अनि हामीले योजना गऱ्यौँ, उहाँहरूलाई हाम्रो घरमा बोलायौँ अनि सँगै बस्यौँ हामी र कुराकानी गऱ्यौँ र त्यो रकम हामीले उहाँहरू श्रीमान र श्रीमतीलाई जब दियौँ उहाँहरूले यो रकम लिन अस्वीकार गर्नुभयो। उहाँहरूले भन्नुभयो कि यो रकम बरु चर्चमा भएको अरू कसैको लागि उपयोग हुनसक्छ कि, अरू कसैलाई खाँचो छ कि, बरु यो अरू कसैलाई दिनुहोस् न भने उहाँहरूले भन्नुभयो। म र मेरो श्रीमतीले उहाँहरूलाई त्यो रकम हामीलाई थाहा थियो कि यो उपयोगी हुनसक्छ त्यो परिवारको लागि। हामीले प्रार्थना गरेका थियौँ, विचार गरेका थियौँ र हामीले निकै उहाँहरूलाई आग्रह गर्नु पर्यो र निकै हाम्रो आग्रहपछि मात्र उहाँहरूले यो लिनुभयो। जब यो परिवार फर्केर जानुभयो मेरो आँखा आँसुले भरिएको थियो, किनभने हामी यस्तो संसारमा छौँ कि आफूले पाए जति वा नपाए पनि खोसेर समेत हामी लिन चाहन्छौँ। त्यस्तो संसार, त्यस्तो संस्कृतिमा छौँ हामी। तर यो चर्चमा भएको यो परिवार मेरो निम्ति यस्तो उदाहरण हो जसले अरूहरूको बारेमा, अरूहरूको भलाइको बारेमा, अरूहरूको खाँचोको बारेमा विचारशील र वास्ता राख्नुहुन्छ। यदि यो परिवारले जे गर्नुभयो वा यो परिवारले मेरो निम्ति जुन उदाहरण बन्नुभयो, यदि यो परिवार मेरो निम्ति यो चर्चमा सेवा गर्नको निम्ति प्रेरणाको स्रोत हुन सक्दैन भने सायद अरू कुनै पनि कुराले मलाई एउटा पास्टरीय सेवा रहिरहनको निम्ति प्रेरणा दिन सक्दैन। दोस्रो उदाहरण पनि दिन्छु म। मलाई शक्तिशाली ब्याप्टिस्ट चर्चमा बेला बेलामा चर्चका सदस्यहरूले आएर पैसा दिने प्रयास गर्नुहुन्छ। सो आर्थिक रूपमा रकम दिन खोज्नुहुन्छ, कहिलेकाहीँ चेलापनको लागि भनेर, कहिलेकाहीँ पुस्तकहरू किन्नको लागि भनेर, कहिलेकाहीँ कुनै आवश्यकताहरू पुरा गर्नको लागि भनेर। बहुसङ्ख्यक समय मैले यस्ता पैसाहरू तपाईँले शनिबार चर्चमा आउँदाखेरि भेटीमा वा दशांशमा नै राखिदिनुहोस् न भनेर भन्छु, ताकि त्यो चर्चमा नै जाओस् भन्ने मेरो अभिप्राय हो। एउटा परिवारले उहाँहरूले यो परिवार पनि यस्तो परिवार हो जसको आफ्नो नियमित जागिर वा नियमित आय स्रोत छैन, तर उहाँहरूले पाएको रकमबाट श्रीमान र श्रीमतीले सल्लाह गर्नुभयो र एउटा रकम लिएर आएर म र मेरो श्रीमतीलाई दिन चाहनुभयो। सुरुमा मैले अस्वीकार गरेँ र भने यो तपाईँले चर्चमा नै दिनुहोस् न भनेर, तर उहाँले यस्तो भन्नुभयो कि तपाईँहरू सुसमाचारको लागि बाहिर जानुहुन्छ, यात्राहरू गर्नुहुन्छ,
अरू मानिसहरूलाई प्रचार गर्नुहुन्छ। हामी त्यो काम गर्न सक्दैनौँ र कहिलेकाहीँ हामी सुनाउने प्रयास गर्छौँ, तर हामीले सुनाउँदै गर्दाखेरि मान्छेले खासै मतलब वा ध्यान दिएको जस्तो पनि हामीलाई लाग्दैन। यसकारण तपाईँले यो रकमले सुसमाचारको यात्राको निम्ति प्रयोग गर्नुभयो भने त्यो हाम्रो तर्फबाट एउटा लगानी वा योगदान हुनसक्छ भनी उहाँले भन्नुभयो। त्यसरी उहाँले अनुरोध गर्दाखेरि मलाई यो निकै गाह्रो भयो र अन्ततः मैले आदर स्वरूप यो रकम लिएँ। तर यो परिवार मेरो निम्ति यस्तो उदाहरण हो जसले सुसमाचारको निम्ति भनेर अरू मानिसहरू कहाँ परमेश्वरको वचनको सत्यता पुगोस् भनिकन आफूसँग भएको रकम वा आफ्नो आय स्रोतलाई खोलेर अरूहरूको निम्ति लगानी गर्न चाहनुहुन्छ। हो, एक पास्टरको रूपमा मलाई यसले मेरो सेवाकाईको निम्ति प्रोत्साहन दिन्छ। यदि चर्चमा भएका यस्ता सुसमाचारले रूपान्तरण गरेका प्राणहरूले मलाई पास्टरीय सेवामा रहिरहन प्रेरणा दिँदैन भने संसारमा यस्तो कुनै पनि कुरा छ जस्तो लाग्दैन जसले मलाई मेरो पास्टरीय सेवाको निम्ति प्रेरणा दिन सक्छ। र पास्टरीय सेवामा टिकाइरहनको निम्ति यस्तै सुसमाचारले रूपान्तरित भएका प्राणहरू मेरो सेवाको प्रोत्साहनको कारणहरू हुन्। प्रियहरू, हामीले आफ्नो हृदयलाई जाँच्नुपर्छ। हामी आफू केन्द्रित र स्वार्थी जीवनबाट भाग्नुपर्छ। हामी निष्फल हुनबाट जोगिनुपर्छ। पावलले त्यही कुरा भन्दछन्, असल असल काममा लागिरहन सिकुन् ताकि तिनीहरू निष्फल नहुन्। यहाँनिर जेनस र त्यसै गरिकन अपोलोसलाई उनीहरूको खाँचोको निम्ति सुसमाचारको यात्राको निम्ति आर्थिक रूपमा सहयोग गर्नको लागि पावलले लेखिरहेका छन्। तेस्रो र अन्तिम पद 15मा विश्वासयोग्य रहने उत्साह। विश्वासयोग्य रहने उत्साह, पद 15 र अन्त्यमा पावलले यसरी लेख्दछन्, मसँग भएका सबैजनाले तिमीलाई सलाम पठाउँदैछन्। विश्वासमा हामीलाई प्रेम गर्नेहरूलाई सलाम भनिदेऊ। तिमीहरू सबैसँग अनुग्रह रहोस्। पावलसँग भएका सन्तहरूले यहाँ क्रेटमा भएका सन्तहरूलाई सलाम भनिरहेका छन्। त्यो भनेको तिमीहरूसँग शान्ति वा अभिवादन। अहिलेको हाम्रो भाषामा तिनीहरूले पनि तिमीहरूलाई जयमसी पठाएका छन् है भनेर भनेको हो। यो नयाँ करारमा भएका चर्चहरूले एक ठाउँका चर्चहरूले अर्को ठाउँका चर्चहरूलाई अभिवादन पठाउने गर्थे। नयाँ करारको सन्दर्भमा यो धेरै महत्त्वपूर्ण छ। चर्चहरू सतावटबाट भएर गइरहेका थिए। उनीहरूको निम्ति जीवन अहिलेको जस्तो स्वतन्त्र र सजिलो थिएन। तर उनीहरूलाई यस्तो खालको अभिवादनले हामी मात्र यो सहरमा एक्लै छैनौँ, तर हाम्रो निम्ति अन्तर्विन्ती गर्ने र सम्झिने अरू सन्तहरू अरू ठाउँहरूमा पनि छन् भन्ने कुराले उनीहरूलाई उत्साह र प्रेरणा दिने गर्दथ्यो। यहाँनिर क्रेटमा भएका सन्तहरूको निम्ति पावलसँग भएका अरू सन्तहरूले प्रार्थना गरिरहेका छन्, चासो राखिरहेका छन् भन्ने कुराको यो एउटा उदाहरण हो। यो नयाँ करारको चर्चको एउटा संस्कृति थियो। एक ठाउँमा भएका चर्चले अर्को ठाउँमा भएका चर्चलाई अभिवादन पठाउँदथे, सलाम भन्दथे, अन्तर्विन्ती गरिदिँदथे। नयाँ करारमा भएका चर्च र विश्वासीहरू समाजबाट र सरकारबाट सतावट पाएका समूह भएको कारणले गर्दाखेरि यस्तो खालको अभिवादनले उनीहरूको जीवनमा विशेष अर्थ राख्दथ्यो। अर्को स्थानमा भएका सन्तहरूको अभिवादनले उनीहरूलाई हौसला दिन्थ्यो। यसले हामीलाई यो कुरा सिकाउँदछ कि हामी शक्तिशाली ब्याप्टिस्ट चर्चमा पनि हामी आफू मात्र, हाम्रो चर्च मात्र, हामी मात्र होइन, तर प्रभुले अरू चर्चहरूमा, अरू ठाउँमा, अरू स्थानहरूमा, अरू सहरहरूमा, अरू गाउँहरूमा भएका चर्चहरूको बिचमा पनि काम गरिरहनु भएको छ भन्ने कुरा हामीले सम्झिनुपर्छ भन्ने प्रेरणा दिँदछ। हामीले अरू चर्चहरूलाई पनि प्रेम गर्नुपर्छ। केवल आफ्नो खाँचोको बारेमा, आफूले प्राप्त गर्ने कुरामा मात्र होइन, अरूहरूसँग सहभागिता जनाउने कुरामा पनि। हामी शक्तिशाली ब्याप्टिस्ट चर्चमा हाम्रो यो 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 भवन, यो हलको 4वटा भित्तामा मात्र सीमित रहनु हुँदैन भन्ने प्रेरणा यसले दिँदछ। जसरी पावलसँग भएका सन्तहरूले क्रेटमा भएका सन्तहरूको बारेमा चासो राख्दथे, शक्तिशाली ब्याप्टिस्ट चर्चले पनि अरू ठाउँमा भएका सन्तहरूको बारेमा हामीले चासो राख्नुपर्दछ र हामीले हाम्रो अभिवादनद्वारा, हाम्रा प्रार्थनाहरूद्वारा अरूहरूको बारेमा चासो राख्नुपर्दछ। मैले हरेक शनिबार यहाँ प्रार्थना गर्दै गर्दाखेरि सायद एउटा चर्च, एउटा पास्टर उहाँको परिवारको लागि प्रार्थना गरिरहेको हुन्छ। आज हामीले पास्टर सन्तोष श्रेष्ठ, उहाँको श्रीमती हेमा, उहाँको छोरा एरोनको निम्ति प्रार्थना गरिरहेका थियौँ। उहाँको चर्च चाहिँ पनौती ब्याप्टिस्ट चर्च नवलपुर हो। हामीले अरू चर्चहरूको लागि प्रार्थना गर्नुपर्छ। हरेक हप्ता यहाँ पास्टरहरू र चर्चहरूको नाउँ सुन्दै गर्दाखेरि तपाईँले याद गर्न सक्नुहुन्छ कि हामीले कसरी अरू चर्चहरूको निम्ति र ती चर्चको खाँचोहरूको निम्ति पनि प्रार्थना गरिदिन सक्छौँ। भर्खरै शक्तिशाली ब्याप्टिस्ट चर्चबाट हामी पाल्पामा यात्रा गरेका थियौँ। सायद हामी 3-4 जना थियौँ, जेम्स भाइ, म, डेनिस, अङ्कल हेम। हामीले 2 दिनसम्म 10वटा चर्चका पास्टर र अगुवाहरूसँग पाल्पा तानसेनमा हामीले समय बिताएर आयौँ। त्यहाँको चर्चको बारेमा तपाईँले हामीहरूबाट सुन्न सक्नुहुन्छ। अङ्कल हेम गत महिना मात्र उहाँ
बागलुङमा भएका 5-7वटा चर्चहरूमा भ्रमण गरेर आउनुभयो। तपाईँले बागलुङमा त्यहाँ चर्चहरूको बिचमा प्रभुले कसरी काम गरिराख्नु भएको छ भन्ने त्यो साक्षी उहाँबाट सुन्न सक्नुहुन्छ। यस महिनाको अन्त्यमा हामी रिचिङ एन्ड टिचिङसँगको तालिमलाई निरन्तरता दिइरहेका छौँ। यो मार्च महिनाको 31बाट अप्रिल महिनाको 3 तारिकसम्म। तपाईँले तपाईँको बुलेटिनमा हाम्रो क्यालेन्डरलाई पछ्याउनु भयो भने अन्तिम पानामा तपाईँले यस्ता जानकारीहरू पाउनुहुन्छ। सो तपाईँले विचार गर्नुहोस्, यहाँनिर जब यो मार्च महिनाको अन्तिम अप्रिल महिनाको सुरुमा 12-15वटा चर्चमा नियमित रूपमा प्रचार गर्ने र सेवा गर्ने पास्टर र अगुवाहरू आउनुहुन्छ, तपाईँले उहाँसँग भेट्नुहोस्, उहाँको सेवाकाई के भइरहेको छ, उहाँ कुन चर्चबाट आउनुभएको छ, त्यहाँका सेवाकाईका चुनौती र आनन्दको विषयमा सुन्नुहोस्। यसले हामीलाई केवल यहाँ मात्र, यो भवनमा मात्र, यो 4वटा भित्ताभित्र मात्र होइन, तर प्रभुले यो देशमा कसरी काम गरिराख्नु भएको छ, उहाँको चर्चको निम्ति, ख्रिस्टको चर्चको शुद्धताको निम्ति, वचनको प्रचारको निम्ति, सुसमाचार र मिसनको क्षेत्रमा तपाईँले यी यावत साक्षीहरू यी प्रियहरूबाट सुन्ने मौका पाउनुहुन्छ। प्रभुले सुसमाचारको क्षेत्रमा धेरै काम गरिराख्नु भएको छ। हामी स्थानहरूमा जान्छौँ, त्यस ठाउँमा के भइरहेको छ भने हामी प्रत्यक्ष रूपमा देख्छौँ, हामी सुन्छौँ। प्रभुले हामीलाई दिनुभएको स्रोत साधनले भ्याएसम्म हामी सहकार्य गर्ने प्रयास गर्छौँ। फर्केर आउँदै गर्दाखेरि हामी आफूले गरेको सहयोग र सेवाभन्दा उहाँहरूको सेवा र उहाँहरूको सेवाकाईको सङ्घर्ष र त्यहाँ प्रभुले गरिराख्नु भएको कामबाट अझ धेरै आशिषित भएर र प्रोत्साहन बोकेर हामी फर्किँदछौँ। हामी एकअर्कासँगको सुसमाचारको सहकार्य र सुसमाचारको परिश्रमले निरन्तर विश्वासयोग्यताको निम्ति उत्साह पाउँदछौँ। पावलले यो पत्रको अन्त्य गर्दै गर्दाखेरि प्रभुको अनुग्रहको सम्झना गराएका छन्। तिमीहरू सबैसँग अनुग्रह रहोस् भन्ने वाक्यांश उनले यहाँनिर प्रयोग गर्दछन्। पावलले प्रभुको अनुग्रहको सम्झना गराउँदछन्। यो अनुग्रहको बारेमा पावलले बारम्बार उल्लेख गरेका छन्। यो अनुग्रह त्यही अनुग्रह हो जुन पापी मानिसको उद्धारको निम्ति प्रकट भएको छ। यो अनुग्रह त्यही अनुग्रह हो एक पापी मानिसलाई बचाएको छ। बचाएको मात्र छैन, यस भक्तिहीन संसारमा भक्तिको जीवन जिउनको निम्ति यही अनुग्रहले सहायता गर्दछ। यो अनुग्रह त्यही अनुग्रह हो जसले हामीलाई प्रभु यीशु ख्रीष्टको दोस्रो आगमनको महिमित आशालाई पर्खेर बस्नको निम्ति मद्दत गर्दछ। हामीले प्रभुको अनुग्रहको निम्ति निरन्तर प्रार्थना गर्नुपर्छ कि यस संसारमा जिउनको निम्ति र यस संसारपछि अर्को संसारमा, अर्को महिमित संसारमा प्रवेश गर्नको निम्ति। सो हामी क्रिस्चियनहरूको आशा अर्थहीन छैन, यो मूल्यहीन छैन। प्रभुको अनुग्रहद्वारा बचाएका हौँ। यो अनुग्रहको निम्ति प्रभु यीशु ख्रीष्टले कल्भरीको क्रुसमा आफ्नो रगतको बलिदान गर्नुभएको थियो। सो यो केवल प्रभुको काम हो, अनुग्रह। हाम्रो विश्वासको सुरुवातदेखि हाम्रो विश्वासको अन्त्यसम्म, सुरुदेखि अन्तिमसम्म यो प्रभुको अनुग्रहको काम हो। सुसमाचार र खाँचोमा क्रिस्चियनहरूको सहभागिता यो केवल आवश्यकताको आधारमा मात्र होइन, कोही खाँचोमा छ देखेर मात्र होइन, तर हाम्रो निम्ति यो यस्तो प्रेरणा बन्नुपर्छ कि हामीले मौका पाएसम्म हामीले कसरी यी असल कामहरूमा सहभागिता जनाउन सक्छौँ। अर्थात् हामीलाई आवश्यकताले बाध्य पारेर वा करकापमा परेर होइन, तर सुसमाचारको सत्यताले हामीलाई रूपान्तरण गरेको हृदयको जवाफ चाहिँ हाम्रा असल कामहरूमा देखिनु पर्दछ। आजको पाठले हामीले सम्झाउने सत्यता यही नै हो। तीतसको पत्र यो पत्र एउटा चर्चको निम्ति पूर्ण पत्र हो भनिकन म मान्दछु। अ कम्प्लिट लेटर, एउटा चर्चको निम्ति यो सम्पूर्ण पत्र। यसले चर्चको जीवनको प्राय सबै पक्षको बारेमा कुरा गर्दछ। चर्चको स्वस्थलाई कसरी चिन्ने भने यो पत्रले मद्दत गर्दछ। एउटा स्वस्थ र बाइबलीय चर्च भनेको कस्तो चर्च हुनुपर्छ, यो तीतसको पत्रले यही कुरा हामीलाई बताउँदछ। तीतसको पत्रमा बाइबलीय सुसमाचारको बारेमा कुरा गरिएको छ। यहाँ चर्च अगुवापनको बारेमा कुरा गरिएको छ, क्रिस्चियन चेलापनको बारेमा, नयाँ जन्म भएका चर्च सदस्यताको बारेमा कुरा गर्दछ, उद्धार पाएका मानिस जातिको बारेमा कुरा गर्दछ, त्रिएकताको बारेमा यो पत्रले कुरा गर्दछ। चर्च भक्तिहीन संसारमा कसरी जिउनुपर्छ भने यो पत्रले कुरा गर्दछ। क्रिस्चियनहरूले कसरी परोपकार र भलाइको काममा सहभागिता जनाउनुपर्छ भने यो पत्रले कुरा गर्दछ। यो पत्रले हामीलाई चर्च अनुशासनको बारेमा पनि सिकाउँदछ। यो चर्च सम्पूर्ण यो पत्र सम्पूर्ण रूपमा एउटा चर्चको जीवनको बारेमा केन्द्रित छ। सो प्रियहरू, तीतसको पत्र अन्त्य गर्दै गर्दाखेरि हामीले यो बिर्सनु हुँदैन कि चर्च अनुग्रहले बचाइएको परमेश्वरको विशेष जाति हो। यो चर्चभित्र, चर्चका मानिसहरूको माझमा र चर्च बाहिर संसारमा कसरी जिउनुपर्छ भनी यो पत्रले हामीलाई सिकाउँदछ। सुसमाचारको सत्यताले बाँचेका हामी मानिसहरू निरन्तर हाम्रो भक्तिहीनतालाई त्यागेर हामी भक्तिको जीवनतर्फ अगाडि बढ्नु पर्दछ। प्रियहरू, परमेश्वरको अनुग्रहले पापी मानिसलाई बचाएको छ। पापी मानिस, यस्ता मानिसहरू हामी एक समय ढल मिसिएको बागमतीको कालो पानीमा पौडी खेल्दै गर्दाखेरि त्यहाँ रमाउने मानिसहरू, तर प्रभु येशू ख्रीष्टको
रगतको बलिदानले हामीलाई त्यो ढल मिसिएको पानीबाट शुद्ध र पवित्र परमेश्वरको निम्ति एक काम लाग्ने जाति बनाएको छ। परमेश्वरको निम्ति एक विशेष जाति हामी बनाइएका छौँ। हामीलाई असल असल कामहरूमा लागिरहने योग्यको बनाएको छ। हामी क्रिस्चियन दाबी गर्ने मानिसहरू हामी पुनः फर्केर त्यही बागमतीको पानीमा डुबुल्की मार्न जानु हुँदैन। यदि हामीलाई अझ पनि त्यो बागमतीको ढल मिसिएको कालो र गनाउने पानी नै फेरि त्यहाँ पौडी खेल्न जान वा डुबुल्की मार्नको लागि रहर लाग्दो हामी देख्छौँ भने यसले एउटा कुराको सङ्केत गर्दछ, हाम्रो प्राण जोखिममा छ। हामी होसियार हुनुपर्छ। शक्तिशाली बप्तिस्ट चर्च हामी हाम्रो स्वास्थ्यमा सङ्घर्ष गरिरहेको चर्च हौँ। एक पास्टरको रूपमा म यो कुरा तपाईँलाई बताउन चाहन्छु। यो विनम्रता हामीलाई चाहिन्छ कि हामी हाम्रो स्वास्थ्यमा सङ्घर्ष गरिरहेका छौँ, तर प्रभुको अनुग्रहमा हामी हाम्रो स्वास्थ्यमा निरन्तर वृद्धि हुने क्रममा पनि छौँ। प्रभुले यस चर्चमा काम गरिराख्नु भएको छ। उहाँको वचनद्वारा उहाँको चर्चलाई धुने र पवित्र पार्ने र वृद्धि गर्ने काम गरिराख्नु भएको छ। हामी सिद्ध छैनौँ, तर सिद्धतातर्फ लम्किरहेका छौँ। हामीलाई थाहा छ यस चर्चलाई बचाउनु हुने, उद्धार गर्नु हुने ख्रिस्ट एक दिन आउनुहुनेछ र उहाँले आफ्नो चर्चलाई शुद्ध पवित्र, चाउरी नपरेको, कुनै दाग नभएको, निष्कलङ्क, पिताको योग्यको उहाँको दुलही उहाँले पिताको अघि प्रस्तुत गर्नुहुनेछ। यही महिमित आशामा यस संसारमा रहउन्जेल हामी क्रिस्चियनहरू हाम्रो विश्वास अनुसार हाम्रो व्यवहारमा निरन्तर बढ्नु पर्दछ, निरन्तर भक्तिमा वृद्धि हुनुपर्दछ। आउनुहोस् प्रार्थना गरौँ।